हामी सबैले आज दिनभर सुकुम्बासी बस्तीहरूमा डोजर चलेको देख्यौँ। यो बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि प्रयत्न गरेका थिए। तर त्यतिखेर केन्द्रीय सरकारको साथ नहुँदा र राजनीतिले गर्दा यो निकै नै गिजोलिएको थियो होइन। त्यहाँ झडपको अवस्था बनेको थियो, ढुङ्गामुढा हुने र गोलीसम्म चलाउनु पर्ने अवस्था बनेको थियो। तर बालेन्द्र शाहको यो चाहिँ मूल एजेन्डामै रहेको थियो। उनले आफ्नो 100 बुँदे कार्ययोजनामा पनि यसलाई समेटेका थिए र त्यसलाई आज त्यसको पहिलो फेज भनौँ त्यसलाई आज पुरा गरेका छन्। यो प्रकरणमा मैले चाहिँ आज दुईवटा दृश्य देखेँ होइन। पहिलो दृश्य कस्तो भन्दा जो चाहिँ राजनीतिक कार्यकर्ताहरूलाई पुराना नेताहरूले विभिन्न प्रलोभन दिएर त्यहाँ स्थापित गरेका थिए अथवा कतिले त त्यो त्यहाँ टहराहरू बनाएर भाडामा दिने एउटा उस नै होइन चक्र नै चलाइरहेका थिए। त्यस्ता व्यक्तिहरू चाहिँ सहजै त्यहाँबाट हटेको देखियो होइन। उनीहरूले न प्रतिकार गरे न यसपालि पहिला जस्तो झडप भयो। त्यसको एउटा कारण के हुनसक्छ भने अहिले चाहिँ साँच्चीकै नै जनमानसमा होइन, आम नागरिकमा, समग्र समाजमा, देशमा यो सरकारले चाहिँ गलत गर्नेलाई छाड्दैन है भन्ने एउटा मनोभाव बनेको देख्छौँ हामीले। यो हरेक क्षेत्रमा देखिएको छ। कति चाहिँ डर पनि देख्नुहुन्छ कतिले यसमा भने, कतिले चाहिँ सुशासनको एउटा प्रतिबिम्बको रूपमा पनि लिनुहुन्छ होइन। सबैको आफ्नो एउटा विचार छ होइन। त्यस्तै अर्को परिदृश्य के देखियो भने कति चाहिँ साँच्चीकै सुकुम्बासीहरू जसले चाहिँ सरकारको साथ जसलाई सरकारको साँच्चीकै साथ आवश्यक छ, संरक्षण आवश्यक छ, उहाँहरू पनि सुरुमा चाहिँ अन्यल भएको देखियो होइन। यसमा चाहिँ सरकारबाट अलिकति कम्युनिकेसनमा सूचना सप्रेसनमा चाहिँ कमजोरी भएकै छ। यो बालेन्द्र शाहको एउटा कमजोरीमा पनि चाहे त्यो काठमाडौँ महानगरपालिका हुँदा होस् अहिले अथवा अहिले केन्द्रको सरकार चलाउँदा होस्, यो अलिकति कमजोरी देखिन्छ नै। तर जब सरकारले क्रमशः रूपमा आफ्नो विधिवत रूपमा हामीले यसरी यसरी व्यवस्थापन गर्छौँ भन्दै गएपछि चाहिँ सक्कली सुकुम्बासीहरू पनि बिस्तारै त्यसलाई बुझेर होइन आफ्ना सामानहरू प्रहरीकै सहयोगमा है, अब महानगरपालिकाले को प्रहरी होस् अथवा केन्द्रीय प्रहरी होस्, सबैको सहयोगमा होइन कतिपय सुकुम्बासीहरूलाई चाहिँ प्रहरीले आफैले गाडीको समेत व्यवस्थापन गरेको भनिन्छ होइन। मा चाहिँ सकुशल स्थानमा सबभन्दा पहिले होइन। अहिलेलाई चाहिँ दशरथ रङ्गशाला पहिलो स्टप बनेको छ भने त्यहाँबाट कतिलाई कीर्तिपुर पनि पुर्याइसकिएको छ। बिस्तारै कतिपयलाई होटलमा पनि राख्ने आज होइन, गोङ्गोबुको नयाँ बसपाक एरियाको होटलहरू अथवा विभिन्न स्थानको होटलहरू पनि बुक गरिएको, त्यता पनि राख्ने र बिस्तारै सक्कली सुकुम्बासी भएको ठहर गरेपछि चाहिँ उहाँहरूको उचित व्यवस्थापन गर्ने, उहाँहरूलाई संरक्षण गर्ने, चाहे त्यो भूमि प्रदान गर्ने होला, रोजगारी दिने होला, त्यो गर्ने भनेर सरकारले जब प्रश्न पार्दै आयो तब चाहिँ फेरि सक्कली सुकुम्बासीहरू पनि अलिकति ढुक्क हुँदै आउनुभएको छ। यसमा चाहिँ मैले भने जो साँच्चीकै सुकुम्बासी हुनुहुन्छ उहाँहरूले चाहिँ बिस्तारै सरकार भएको महसुस पनि गर्दै आउनुभएको छ। प्रतिक्रिया पनि हिजोसम्म डरको थियो भने आज चाहिँ उहाँहरूबाट पनि सकारात्मक प्रतिक्रियाहरू बिस्तारै आउँदै गएको छ। र जो अब सीमित हुनुहुन्थ्यो होला, सङ्ख्या कति भन्ने कसैले निर्क्रियल गरेको छैन, गरेको जति पनि अनुसन्धान भएका छन् त्यो रिपोर्टहरू पहिला लुकाइएको छ अथवा पारदर्शी रूपमा बाहिर ल्याइएको छैन। त्यसैले नक्कली सुकुम्बासी कति भनेर हामीसँग तथ्य त छैन। सरकारले यसको तथ्य पनि बाहिर प्रकाशित गर्ने भनेको छ। तर पनि उहाँहरूले अब यो सरकार आइसकेपछि चाहिँ पहिला जसरी राजनीतिक संरक्षण पाइँदैन, आफ्नो त्यहाँ चलेको अनैतिक धन्दा बन्द गर्नुपर्छ भनेर उहाँहरू चाहिँ अन्त्य सरेको देखिन्छ। यदि कसैले त्यहाँ साँच्चीकै नै सुकुम्बासीको नाममा अलिकति फाइदा उठाइरहेको थियो भने होइन, कतिपय त मेयर समेत हुँदो रहेछ त्यहाँ पैसा चन्दा उठाउने अथवा घर भाडा उठाउने मेयर समेत हुँदो रहेछ भनेर एउटा अन्तर्वार्ता हेर्दै थिएँ मैले। रमाइलो छ त्यो पनि होइन। त्यो रहेछ भने चाहिँ उहाँहरूले सजाय पनि पाउनुपर्छ है। गलत गर्नेले चाहिँ अब गलत गर्दिनँ भनेको भरमै छुट पाउने पनि नजिर बस्नु हुँदैन। त्यसले गर्दा यो सरकारप्रतिको आम मानिसमा रहेको दुईवटा मनोभावना चाहिँ आज प्रष्ट देखियो। गलत गर्नेहरू चाहिँ पक्कै डराएका छन्, तर सही गर्नेहरूलाई पनि कतिपय कुरामा सरकारको संरक्षण आवश्यक छ, सहयोग आवश्यक छ। उहाँहरूले पनि त्यो आवश्यक सहयोग संरक्षण पाउनुपर्छ है। यो दुइटै कुरामा बालेन सरकार सफल रहोस्, मेरो धेरै धेरै शुभकामना।